यो पोटेन्सियल हो कि होइन, गर्न भने गर्ने होइन, गिफ्ट क्याटलगको आयो जस्तो कलम बाँड्ने कुरा होइन हैन। अनि छैन भने यो त्यो पोटेन्सियल हुँदैन भने नगर्ने, पोटेन्सियल छैन भने अनि एकचोटि भेटाउनु हो। तपाईँ त्यहाँ रिग्रेनिङसँग सम्बन्धित अथवा बायोडाइभर्सिटी कन्जर्भेसन अथवा त्यसलाई प्रमोसन गर्ने तपाईँको अब्जेक्टिभ हो भने मात्रै यो एक्टिभिटी तपाईँ अगाडि बढाउनुहुन्छ, नत्र भने अर्को साल हेरौँ अगाडि जान्छ। यसैमा गर्ने कि आउटपुट त्यसको फुल फर्ममा राख्नु। ओके, सुरेशजीले नोट गर्नुहुन्छ जहाँ जहाँ त्यो एक्रोनिम युज गरेर छ खूब जान्ने भएर लेखेको होला, लेख्ने मान्छे कसले लेख्यो होइन, त्यसले सम्झ्यो, त्यसले बुझ्यो, टोपी लगाएर लेखाएको सम्झ्यो। एक्रोनिमहरू यसमा मात्रै होइन अरू ठाउँमा पनि जान्नुपर्छ। ओके, अब यसमा मैले कन्टिन्यू गरौँ कि त्यहाँ हुनुहुन्छ सर? ओके, मैले गरौँ? ओके, है त, म यो यसमा पनि कन्टिन्यू होइन। एउटा चाहिँ हामीले हिजो के गरेका छौँ, कपासिटी बिल्ड गरेका छौँ होइन, युथमा इन्टरफेस लिडर्सहरूको इभन चिल्ड्रेनसँग सम्बन्धित कुरा गरेका छौँ। अब गर्न खोजेको चाहिँ सस्टेनेबल लाइभलीहुड र इन्भाइरोमेन्टल प्रोडक्सन प्र्याक्टिसेस चाहिँ जस्तो यो सिएसए हो, यसलाई छोटाएर छ नि त, क्लाइमेट स्मार्ट एग्रिकल्चर, डिजास्टर रिस्क रिडक्सन र नेचुरल रिसोर्स म्यानेजमेन्टसँग सम्बन्धित विषयमा मान्छेहरूको माइन्डसेट एन्ड बिहेभियर हो एम्पावर्ड वर्ल्ड भ्यू भनेको भन्ने हामीले बुझेका छौँ। त्यसको लागि देश लिडरहरूलाई इङ्गेज गर्नु पर्यो, स्टुडेन्ट लिडरहरू इङ्गेज गर्नु पर्यो। यो चाहिँ जुन जुन सिबिओहरूमा हामीले काम गर्ने हुन्छौँ त्यहाँ उहाँहरूको इङ्गेजमेन्टको स्कोप आउट गर्नु पर्यो। त्यहाँ गएर कुनै सेन्सिटाइजेसनको हिसाबले गर्छौँ, कुनै ओरिएन्टेसन दिन्छौँ, कुनै ट्रेनिङ दिएर चेन्ज गर्न खोज्छौँ, कुनै अरू एक्सपिरियन्सियल लर्निङ गराएर पनि चेन्ज गर्न खोज्छौँ। यसमा चेन्ज गराउन खोजेको चाहिँ इन्टरफेस लिडर्स अथवा ती सोसल लिडर मध्येको ती एउटा ग्रुपहरू हुन् जसले हामीले देख्छौँ। उहाँहरूको इन्गेजमेन्टको थ्रु यो वातावरणसँग सम्बन्धित विषयमा चाहिँ मान्छेहरूको पर्सेप्सन पोजिटिभ होस्, पोजिटिभ विचारहरू उहाँको आओस् भन्ने हिसाबले उहाँसँग इन्गेज गर्ने कुरा हो। यो अब यसलाई सेपरेट ट्रेनिङ प्लान गर्नुपर्ने होला कुनै एपीमा, जहाँनिर चाहिँ तपाईँले ग्रुपमा टेकेर काम गर्न सक्ने स्थिति छैन, अथवा तपाईँको एकदम हाउसहोल्ड स्पेसिफिक ग्रुप के अरे रिचको अप्रोच छ, अथवा जम्मा एउटा अथवा दुईवटा क्लस्टरमा तपाईँले यो गर्नुपर्नेछ भने तपाईँले सेपरेट उहाँहरूलाई इन्गेज गरेर हाम्रो विभिन्न खाले धार्मिक ग्रन्थ अनुसार पनि यसलाई बचाउनुपर्छ भनेर भनिएको छ। जललाई सबैले महत्त्वपूर्ण लेभल भन्ने किसिमको ट्रेनिङ सेसन अर्गनाइज हुने भयो। अर्को